बिहानै मुड खराब भयो गाइस मेरो बाइक मैले दुःखले किनेको भन्दा माया लाग्दैन गाइस हैन। पापा ने पूछा बेटी तुम कहाँ हो, मैंने बोला पापा मैं तो जब में फंस गई हूँ, अभी क्या करूँ। यो गान्तोकको जाम चाहिँ कहिले खोलिन्छ खासमा चाहिँ गाइस। बाय थ्याङ्क यू आप बहुत हेल्पफुल है। छुयो भने पनि छुस् न अन्त साथी कता हो नि। ट्याक्सी देखेर पनि माया लाग्छ बिचराहरू है, कसरी खेप्नु गान्तोकमा सर्भाइभ गर्नु साह्रो। योसँग मेरो यति कनेक्ट छ कि सो आई कान्ट सेल हुन्छ नि यो बाइकलाई चाहिँ। मेरो एकजना सब्सक्राइबर पनि भेट्यो, के भन्नुभयो नाम त जीवी, नाइस टु मिट यू। Hello everyone, welcome over back to my another day and another vlog. This is Aldina Rights. Hope you all are doing well. मेरो भन्नुपर्दा म पनि एकदमै ठिकै छु। सो गाइस यो इन्ट्रो चाहिँ मैले आज किन गर्नु पर्यो भन्दाखेरि अस्तिको जुन चाहिँ मेरो इन्ट्रो थियो त्यो चाहिँ डिलिट भएछ क्या। सो त्यसले गर्दाखेरि सो तपाईँहरूलाई यहाँनिर देखाउनु पर्दाखेरि चाहिँ मेरो चाहिँ के भएको थियो भन्नेहरूलाई त्यो एकजना पल्सरको अङ्कलले चाहिँ मेरो बाइक चाहिँ रोडमा पनि सारेर निकाल्दैछ क्या। मैले भिडियो पनि गरेको थिएँ लाइक के हुन्छ भनेदेखिलाई अब अलिकति पेन्डिङ ब्लक हुन्छ नि त, अन्त मैले डिलिट गरेपछि चाहिँ त्यस्तो भयो। सो अहिले चाहिँ भने अब म निस्किँदैछु है, अहिले जोस एक्सपल्सको सर्भिसिङ गरेर आएको। सो सी यु इन बाइक है गाइस, बाई। मैले चाहिँ हिजो बेलुका चाहिँ यहाँनिर पार्क गरेको थिएँ बाइक चाहिँ होइन, अन्त यो पल्सर चाहिँ यहीँ राख्छ हमेसा, तर हिजो चाहिँ थिएन, मैले यहाँ हटाइदिएछ। मेरो बाइक चाहिँ बाहिर थियो, टाउको पनि बाहिर, अन्त मेरो साथीले चाहिँ निकालेर यहाँनिर राख्दैछ होइन। सो तपाईँहरूलाई भन्नुपर्दाखेरि के भन्नु भन्दाखेरि नि यो दाजुले चाहिँ अस्तिदेखि नै गरिरहेको थियो क्या। मेरो बाइक अस्ति पनि यहाँ पर निकालिदिइरहेको थियो, यहाँनिर यस्तो रिङको बाहिर थियो होइन। फेरि म आएर चाहिँ सारेर यहाँ मलाई फोन गरेर सारेर चाहिँ अर्काको बाइक जस्तो सुकै होस् गाइस है, बाइक होस् स्कुटी होस्, अर्काको पार्किङमा अलिकति भए पनि एटलिस्ट याद गरेर होइन। अर्काको सबैले दुःख गरेर किनेको हुन्छ नि त, सबैको आफ्नो आफ्नो स्ट्रगल हुन्छ नि त होइन। सो जहाँ पाए त्यहीँ पार्क गऱ्यो भने आज दिन कसैले ठोकिदियो भने यो एरियामा कति गाडी कुद्छ होइन, कसैले ड्याममा ठोकिदियो भने को रेस्पोन्सिबल हुन्छ। सो तपाईँहरू जसले पनि पार्क गर्छ जे पनि गर्छ होइन, अलिक भन्दा हुन्छ नि त होइन। बस म देखिरहेको हुन्छु त्यो अङ्कललाई, बहिनी यो मेरो पेट पार्किङ हो भन्यो भने त राख्दैन नि त होइन गाइस। सो त्यही हो, त्यसले गर्दाखेरि अलिकति बी केयरफुल। अर्काको बाइक हो, कति माया लाग्छ गाइस। मलाई त मेरो बाइक जति माया के लाग्छ, यस्तो रिस उठेको मलाई, यस्तो रिस उठेको लु त गाइस है। सो त्यही हो, आज त भने रिसको साथमा निस्किँदैछु गाइस है, यस्तो रिस उठेको। सो म चाहिँ जानुपर्ने थियो अफिस होइन, निस्किनु त म आज छिटै पर्ने थियो कि गाइस, जरा लास्ट छिटो निस्किकन भने मलाई बाइकको म चाहिँ रुम रोडदेखि निकै तल बस्नुपर्छ नि त। साला मलाई कस्तो रिस उठेको गाइस। तपाईँहरू लु डु कमेन्ट है, आफ्नो बाइकहरू कति माया लाग्छ लु हो कि भन्नुहोस्, कति दुःखले किनेको छु मैले यो बाइक होइन। मैले अस्तिदेखि याद गरेको होइन गाइस, त्यो अङ्कल मात्रै हुन्छ क्या जहिले मेरो बाइक सारिदिने। सँग के प्रब्लम छ भने भन्दा हुन्छ नि त होइन। उसको पल्सर छ होइन, पुरानै छ उसको बाइक पनि, माया लाग्छ नि त। आफ्नो बाइक माया लागेर त्यहाँ पार्क गरेको हो नि त। मेरो बाइक मैले दुःखले किनेको भन्दा माया लाग्दैन गाइस होइन। यस्तो रिस उठ्यो बिहान त यता थियो अरे मेरो साथीले चाहिँ नर्थ जान देखेछ र त घुमाइकन राख्दैछ। एटलिस्ट पार्क गर्दा पनि एउटा पार्किङ भएको जग्गामा होइन सेफ्टली राखिदिँदा हुन्छ नि, नाथे त्यसको पेट पार्किङ पनि होइन त्यो होइन। कस्तो रिस उठेको गाइस मलाई त बिहान मलाई यति साह्रो बुढो। मलाई अरू कुरामा रिस उठ्दैन, मेरो बाइकसँग यताउता गऱ्यो भने म त साँच्ची भनेको कि याद गरिरहेको छु मेरो बाइक तलमाथि भएछ भने त्यो अङ्कललाई म सिधै दोष लगाइदिन्छु गाइस, साँच्ची भनेको कम्प्लेन गरिदिन्छु म सिधै गएर। त त्यस्तरी रिस उठ्दैन भने कि, तर मलाई बिहानै देख्दा यस्तो रिस उठेको। अझै बिहान त मेरो रोड जुन चाहिँ यो रिङ हुन्छ नि, रिङदेखि यस्तो टाउको थियो अरे हौ। कस्तो खाले मान्छे रहेछ यार, आफ्नो बाइक माया लाग्छ भने मेरो बाइक माया लाग्दैन। बिहान बिहानै मेरो मुड खराब भयो, बिहान बिहानै मुड खराब भयो गाइस मेरो। अङ्कल मैले त्यहीँ भेटेको भने म त्यहीँनिर न्यु खोज्थेँ पनि होइन कि, एटलिस्ट भन्थेँ गाइस होइन तपाईँको पेट पार्किङ हो भने भन्नुहोस्, म राख्दैन नि त होइन गाइस। म राख्दिनँ पनि हतपत, किनभने मेरो एक्सपल्सको लागि त्यहाँनिर आगेहरूले पार्किङ दिनुभएको छ। हुनु चाहिँ यता र उताको हो बिल्डिङ चाहिँ। अन्त थ्याङ्क यू सो मच है, आज 1 रुपियाँ पैसा नलि पनि मलाई पार्किङ दिनुहुन्छ। त्यहाँ थुप्रोजनाले त्यसै दिइरहेछ गाइस हुन्छ नि, गरिरहेछ सबैजनाले पार्किङ। तर हिजो चाहिँ म अफिसदेखि आउँदा नि ढिलो भयो, 9हरू बज्दाखेरि त्यो जग्गा खाली थियो। प्रायः जस्तो म राख्दिनँ, त्यो अङ्कलले राखिरहेको हुन्छ होइन, अर्काको भएर फेरि आएर राखिदिएर। अस्ति पनि मेरो बाइक सारिदिएको थियो कि गाइस, त्यही कारण चाहिँ म राख्दिनँ राति। अन्त 2-3 दिन भएको थियो नदेखेको, त्यसले गर्दाखेरि चाहिँ मैले बेलुका छोपछाप गरेर राखेको थिएँ नि त। सो आज बिहान आउँदा म त त्यसरी फोन गर्दाखेरि त यस्तो रिस उठेको यस्तो, त्यहाँदेखि म स्पिड रेडी भएर पनि आएँ। अब स्ट्रिङ लक भएको हो बाइक होइन, त्यो बोर्ड रोडमै चाहिँ। अब अहिले तपाईँहरूलाई थाहा छ है गान्तोकमा के हुन्छ, कस्तो कस्तो हुन्छ भनेर होइन, चोरीहरू भइरहेको हुन्छ। यस्तो स्ट्रिङ त लक गर्नु पर्यो, आफ्नो घर पनि होइन। अन्त स्ट्रिङ लक गरेर राखेको बाइक चाहिँ
निकालेर रोडमा लिएर उता राख्नु भनेको त रेला हो गाइस। लु भन्नुहोस् त अर्काको बाइक तलमाथि कसले ठोक्दियो भने के भन्नु? पेम्पा फोन गर्छु म, फोन गर्छु तिमीलाई ल। प्रेसर हाई भइदिरहेछ, 100 को लेभलमा पुग्दिरहेछ गाइस है। त्यही हो गाइस, अहिले चाहिँ भने टाइम रहेको छ 10:30 को लगभग है। सो म निस्किसकेँ। सो म चाहिँ जानुपर्ने छ टुरिज्म अफिस। मेरो त्यहाँनिर अलिकति काम छ, अफिसियल वर्कहरूले गर्दाखेरि चाहिँ जाँदैछु। सो मेबी आज चाहिँ मलाई एउटा स्पट जानु मन थियो, भ्यायो भने चाहिँ जानु पर्ला, भ्याएन भने त अब के गर्नु होइन। गाह्रो छ गाइस है गान्तोकमा बस्नु, पार्किङ यस्तो झमेला हुन्छ गाइस। पार्किङको 2-2वटा बाइक छ मेरो होइन। पार्किङले गर्दा पनि मलाई बेचौँ जस्तो लाग्छ मायालुलाई, तर योसँग मेरो यति कनेक्ट छ कि सो आई कान्ट सेल हुन्छ नि यो बाइकलाई चाहिँ। त्यो हुन्छ, त्यसले गर्दाखेरि चाहिँ मलाई अब बेच्नु, योसँग मेरो धेरै इमोसनहरू जुटेको छ, धेरै दुःख गरेछु गाइस मैले यो बाइक किन्दै गर्दा होइन। एक रुपियाँ मैले मेरो आफ्नो इच्छाहरू मारी मलाई अब चाहिएको सामानहरू लुगाहरू नकिनी मैले यो बाइकलाई किनेको छु नि त। त्यसले गर्दा मलाई यति माया लाग्छ यो बाइकसँग। मैले अब अहिले मलाई 2-2वटा बाइकको जरुरत भन्दा पनि छनु त छ, तर पहिला जस्तो छैन। आई क्यान म्यानेज छैन, गाडीहरूमा गएर भए पनि पहिला त म एकदम लास्ट कुद्नु पर्थ्यो बाइकमा, यताउता कामै मेरो त्यस्तो थियो। त्यसले गर्दाखेरि मलाई 2 व्हिलर चाहिन्थ्यो। त्यसले गर्दाखेरि नै मैले अब यो राखेको थियो होइन। अन्त आफ्नो सामान कसलाई माया लाग्दैन गाइस, एउटा जे सानो कुरा छ भने कति माया लाग्छ होइन। आफ्नो सोच्नु पर्यो नि त। म त गाइस भनेको कुरा हो, त्यहाँ पर पार्किङ छैन भने होइन, कोही बेला मलाई बाइक सार्नु सक्दिनँ भने त्यो रोयल इनफिल्डहरू राखिरहेको हुन्छ, सकेन भने म छोडिदिन्छु बरु हुन्छ नि। मैले गर्दा अर्काको बाइकलाई पनि ड्यामेज नहोस् होइन, त्यो अनुसारले म बरु बिहानै उठेर यता रोडमा राखिदिन्छु, बरु बिहानै उठेर सारिदिन्छु, त्यस्तो गर्छु होइन। तर सबैजनाको मन त्यस्तो हुँदैन रहेछ यार है। नै सोच्नु पर्ने नि त, सबैजनाले दुःखले किनेको हो नि त। कसैले आएर घुमाइदिएर त्यो बेफाल्तुमा त कसैले पनि उयो गरेको हुँदैन नि त। सबैजनाको आफ्नो आफ्नो इमोसन जुडेको हुन्छ नि त आफ्नो सामानमा। तर आज चाहिँ मैले भिडियो बनाइदिएको भनेको चाहिँ यही हो गाइस। कति ताल भइसक्यो क्या, अस्ति पनि म जाँदै थिएँ, मैले हेरेँ टाढोबाट हेरेँ, त्यो अङ्कलले मेरो बाइक सार्नु खोजेँ, त्यहाँदेखि फेरि सारेन। म भन्नु पऱ्यो अब चाहिँ के गर्दो रहेछ बाइक भन्यो, त्यहाँदेखि त्यतिकै छोड्यो। अस्ति रोडमा छ बाइक हो, उसको त्यो पल्सर छ होइन, पल्सर है। कति माया लाग्छ उसलाई त्यो बाइकको भने, मलाई मेरो बाइकको माया लाग्दैन। अफिस टाइमिङहरू भयो नि त गाइस है, एकदम जाम हुन्छ। गान्तोकको जाम के गर्नु, कुद्नु नसक्ने भयो यार। गाडीमा त म त बन्दा सक्दिनँ। त्यो रुमदेखि बजार आउँदा पनि 2-3 किलोमिटर पनि म त हुन्छ नि टाउको दुख्छ भनेर गाडीमा हिँड्ने। मलाई त बानी हराइसकेको छ गाडीमा हिँड्ने त। यस्तो हुन्छ लङ ट्राभल गऱ्यो भने त म त पागलै हुन्छ होला गाइस। अहिले चाहिँ ट्राफिक सिग्नल पनि बन्द छ हो, मैले 2 दिन याद गरेँ। तर यहाँनिर ह्यान्डिक्राफ्ट ह्यान्डलुम्सको त्यहाँनिर केही अफिस बनिँदै रहेछ, त्यसले गर्दा दिउँसो लाइट हुँदैन गान्तोकमा अहिले। त्यसले गर्दा जस्तो पनि लाग्दैछ मलाई, थाहा चाहिँ छैन तर मलाई त्यस्तै लाग्यो क्या गाइस। ट्याक्सी देखेर पनि माया लाग्छ बिचराहरू है, कसरी खेप्नु गान्तोकमा सर्भाइभ गर्नु साह्रो पर्छ होला। यति जाम हुन्छ, त्यही माथि अहिले भनेको जस्तो टुरिस्ट पनि छैन है। गाडी निस्केको टुरिस्ट कम भएको चाहिँ सर्भाइभ गर्नु लोन हुन्छ है। फेरि कति वर्षमा ट्याक्सहरू पे गरिरहनु पर्छ, धेरै साह्रो पर्छ बिचराहरूलाई। यतिको जाम पुल त रानी पुल बढेर आउँदा दुई ट्रिप चाहिँ गर्छ कि जस्तो लाग्छ यार मलाई त। किनभने गान्तोकमा त हमेसा नै हो जाम त हो, कहिले खाली रोड हुँदैन। खाली रोड हुनु भनेको अफिस छुट्टीहरूको बेला मात्रै हो, नभन त बन्द हुँदैन। एकछिन बाध्यताले पछाडि हाल्ने, त्यहाँदेखि गाडी टुप्पामा अड्क्यो नि त। सो त्यसले गर्दाखेरि थोडा आस्ते नो R15हरू चाहिँ एकदम लुक चाहिँ दामी छ है गाइस। भिडियोग्राफी गर्नु भने लाग्छ मलाई कुल लाग्छ, तर लङ ट्राभल त आई कान्ट सजेस्ट गाइस। म त सक्दिनँ, तपाईँहरू अब कतिले त गरिरहेको हुन्छ, म त ढाड दुखेर मरिजान्छु। यो बाइक त मलाई अहिले 2-3 दिन भयो अलिकति बानी बस्यो कि, त्यो एक्सपोज कुदाएर माथि हुन्छ नि त हाइट, यही मलाई त तल लाग्दिरहेको थियो यार। पेट्रोल हाल्नुपर्ने रहेछ नारे गाइस। मेरो ब्याड ह्याबिट है। मलाई कतिजनाले यसरी कुदा भन्छ कि इन्डिकेटर बलिरहेको हुन्छ भनेर, इन्डिकेटर चाहिँ मैले बालिराखिदिन्छु। म चाहिँ आइसकेको छु टुरिज्म है। सो आज जानुपर्ने चाहिँ स्टेट ब्याङ्क अफ सिक्किम बेङ्गलोरकोले हो, तर छिर्ने बाटो छैन चाहिँ यार। यस्तो हिँड्नु पऱ्यो होला नि। काम पनि सक्यो। सो अब चाहिँ भने म सिधै पेट्रोल हाल्नु जान्छु फर्स्ट, त्यहाँदेखि चाहिँ अहिले जुडियोमा अलिकति काम छ है, त्यो गर्नु पर्ला। म यहाँ काम ल्याएको थिएँ एकछिन, छिर्छ ल गएको ल।
छुयो भने पनि छुस् न अन्त साथीको त हो नि हैन ल बाई सिधै भने पेट्रोल हाल्नु जानुपर्छ है फुल ट्याङ्की गरिदिनु न अनलाइन होगा ना थ्याङ्क यू आप बहुत हेल्पफुल है मलाई रोकी रोकी गाडी रोकिदिँदो रहेछ यतिको चाहिँ हुनु पऱ्यो नि अबै त छेउमा आएको सो म चाहिँ भने एकछिन जुडियो पसौँ भनेको थिएँ यिनीहरूले म आइसकेको छु जुडियो है एक दुईवटा सामान हेर्नु मन थियो पायो भने लगिन्छ नभने हिँडिन्छन् होइन गाइस फाइनली अहिले छु म जुडियोमा होइन सो मैले चाहिँ ट्राईको लागि यो लुगाहरू ल्याएको छु सो के रहेछ तपाईँलाई देखाउँछु है त सो आई ट्राई दिस है अब जानुपर्ने अवस्था हुन्छ है ओके बाई 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 लु त गाइस है मेरो फ्यान रहेछ मलाई मेरो भिडियोहरू हेर्नु हुँदो रहेछ अन्त भित्र पनि अघि पुरा कन्फ्युज भइरहेको थियो क्या फोटो खिच्नु लागि होला सो तपाईँहरू जो पनि हुनुहुन्छ है शर्माउनु पर्दैन है फोटो खिच्नु लागि सोद्धा हुन्छ है अब लाइक जेन्युन नै हामीले चिन्दैन भिडियो हेर्नेहरूले चिनिरहेको हुन्छ नि त त्यसले गर्दाखेरि थाहा हुँदैन गाइज है थ्याङ्क यू सो मच यति धेरै माया अनि यति धेरै सपोर्ट गर्नु भएकोमा है जुडियोमा गएको नाथे यति सामान छ गाइज है 1700 गयो हौ लु म त केही किनिन जस्तो लाग्छ दुईवटा लास्टमा गएर डिसाइड गरेँ मैले दुईवटा क्रप टप अन्त लाइक वान स्लिपर किनेँ स्लिपर चाहिँ मेरो त्यस्तो जरुरी चाहिँ थिएन तर अब कहाँ कहाँ हिँड्दाखेरि चाहिँ लाइक वासवाला चाहिँ होइन तर यसरी नर्मली लगेर बाहिर पनि हिँड्नु सक्छ भन्ने चाहिँ मैले एउटा स्लिपर किनेँ अन्ली 199 थियो त्यसले गर्दाखेरि चाहिँ मैले किनिहालेँ है एउटा स्पट जानुपर्ने थियो मेरो साथी काली नै आउने भनिरहेको थियो तर फेरि हामी जानु पाएन नि त किनभने ढिलो पनि भइसक्यो है सो म अफिस पनि जानुपर्ने हुन्छ त्यसले गर्दाखेरि ला त्यो बहिनीहरूले मलाई फोटो त खिचेको भिडियो पनि गर्दै थियो कस्तो आइरहेको थियो होला यार म त नि यो गान्तोकको जाम चाहिँ कहिले खुल्लिन्छ हौ खासमा चाहिँ गाइस 2 बजिसक्यो हो ऊ अहिले स्टिल जाम छ अघि आउँदाको त जाम भयो होइन अफिस टाइमिङ नले गर्दाखेरि मेरो बाइक के गर्नु हुँदैछ हौ यार हिजोदेखि जस्तो लाग्दैछ मलाई बिहानै रिस उठिरहेको थियो अहिले खुसी भएँ म बिहान त मेरो त के भन्नु गाइस है खुसी भयो म त रिस उठेँ नि अब के भन्नु ऐसे ऐसे नहीं चलेंगे तो कैसे चलेंगे रे बाबा खाजा खाएँ भनौँ न ब्रेक दादा पनि भेटेको थियो अन्त दादा र म अलिअलि फ्राई राइस खाएँ अन्त मैले चिया खाएर चाहिँ अब चाहिँ भने फेरि म ब्याक टु एमजी मार्ग है सो एमजी मार्गमा गएर चाहिँ काम गर्नुपर्ने हुन्छ गाइज है त्यही भएर आजको दिनको भ्लगमा पनि अब यताउता भइहाल्यो सपिङ अलिअलि भयो त्यति नै हो गाइज है भ्लग त त्यति नै थियो भनौँ न सो अब चाहिँ भने म सिधै पार्किङपट्टि जाँदैछु पार्किङको लागि कन्फ्युज हुँदाखेरि चाहिँ माथिबाट जाउँ जस्तो लाग्यो गाइज है मलाई किनभने माथिबाट गयो भने चाहिँ सिधै म घुमाएर पार्किङ उता हालिदिन्छु अझै हिजो चाहिँ म सपिङ गएको थिएँ अलिअलि के ल्यायो अब मैले मतलब थुप्रो ट्राई गरेँ तर कतिवटा भएन है दिस वान स्लिपर एकदम क्युट लाग्यो है मलाई यो चाहिँ यस्तो लगाउँदा पनि कस्तो राम्रो छ कि गाइस तर अलिकति ठुलो चाहिँ हुँदैछ मलाई होइन तर एकदम क्युट लाग्यो किनभने म कहाँ हिँड्दाखेरि छैन नि त सो त्यसको बादमा मैले अब यो ल्याएको कोही बेला मलाई मेकअपहरू गर्दा चाहिन्छ होइन सो तपाईँलाई थाहा चाहिँ छैन यस्तो कुरा चाहिँ म बेसी नै लाउँछु है सो मैले खोइ किन ल्याएको थाहा छैन घरबाटै छ र पनि होइन अन्त अर्को कुरा चाहिँ लास्टमा गएर म यो जुडियोको चाहिँ मलाई लिपस्टिकसँग चाहिँ आफ्टर द्याट यो कोट गऱ्यो भने कस्तो राम्रो देख्छ गाइस है सो त्यही हो त्यहाँदेखि दुईवटा क्रप टप ल्याएको छु दुईवटा मात्रै भयो कति चाहिँ साइज इस्यु भयो कति थिएन पनि सो त्यसले गर्दा मैले चाहिँ जुडियोबाट चाहिँ त्यति नै हो सपिङ गरेको आई होप यु गाइज लभ इट सो अलिकति कामले नै गएको थियो सो त्यसले गर्दाखेरि फेरि के भयो भनेदेखिलाई अब मलाई मन पऱ्यो नि त खासमा म
अलिकति सानो त्यही लिप ग्लसहरू किन्नु गएको थिएँ फेरि मलाई मन पऱ्यो 2-3 ट्राई पनि गरेँ किनभने अब समर लागिसक्यो त अलिकति क्रपहरू चाहिन्छ भनेर तर त्यस्तै भएको कारणले 2टा चाहिँ ल्याएँ अन्त अलिअलि सामान ल्याएँ म त हिजोकै भ्लगलाई फेरि कन्टिन्यू गर्दैछु फेरि अफिस जाने काम पऱ्यो जस्ट फोन आएको थियो नि त अन्त एउटा कागज सब्मिट गरिरहेको थियो भयो अरे भनेर चाहिँ आइरहेछ फोन स्पिड रेडी भएर चाहिँ गाइस म निस्किँदैछु अहिले चाहिँ हिजो त बाइक पार्किङ पनि थिएन अन्त नछोपिरहेको थियो कि पानी परेर एकदम मैला भएछ खासमा चाहिँ खुल्ला चाहिँ राख्नु हुँदैन किनभने बादमा प्रब्लमहरू हुन्छ क्या यो उयसको ट्याङ्कीहरूमा पानी पस्न थाल्छ है सो हिजो त एकदम फेरि राति म आउँदाखेरि पानी घुटुङटुङ पर्नु थाल्यो अन्त छोप्ने टाइमै नपाउँदा टर्निङमै रहेको थियो नि त म मायलको साथमा चाहिँ मोटो ब्लगिङमा आइसकेको छु है सो अहिले चाहिँ भने म निस्किसकेको छु वेदर पनि यस्तो भास्ट डिफ्रेन्ट हुन्छ यार हेर्नु यहीँदेखि यता चाहिँ फेरि घाम लागिरहेछ तर पानी चाहिँ पर्दैछ है गाइस त्यो कागज ल्याउनै पर्ने थियो भोलि पर्सि नि स्याटरडे सन्डेहरूको छुट्टी छ नि त सो त्यसले गर्दाखेरि जानै पर्ने भएर चाहिँ म जाँदैछु है पापा नि पूछा बेटी तुम कहाँ हो मैंने बोला पापा मैं तो जब में फंस गई हूँ अभी क्या करूँ लु त गाइस है म चाहिँ भने फाइनली मैले कामहरू पनि सकेँ टुरिज्मको काम साम थियो सो अहिले चाहिँ भने हामी त कहाँ भन्दाखेरि यहाँ माथिनिर बुलबुले साइड भन्यो भने त्यहाँदेखि अझै माथि होइन तर एरिया चाहिँ यस्तो फक भइरहेछ मसँग चाहिँ प्रताप भाइ पनि छ हामी दुईजना चाहिँ हाई उसलाई चाहिँ अस्ति पनि देख्नु भएको होइन सो के भयो भनेदेखि हामी चाहिँ त्यहाँ तलनिर भेटेर चाहिँ सो एकछिन घुमेर आउँ भनेर चाहिँ सर्ट राइडको लागि आएको थियो तपाईँलाई थाहै छ मैले हिजोको भ्लगलाई कन्टिन्यू गरिरहेको छु गाइस तर यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्थ्यो कि गान्तोकको तर भ्यू चाहिँ अहिले चाहिँ आकाश पाताल जस्तो भइदिइरहेको छ किनभने फक भइदिइरहेछ पुरा होइन सो केही देख्दैन यहाँनिर चाहिँ मान्छेहरू आएर आगो सागो फुकेर होइन एकदम के भन्छ सेकुवा बनाएर खान्छ होइन यहाँ एरियामा चाहिँ यस्तो राम्रो देख्थ्यो कि तर गाइस अहिले चाहिँ देख्दैन रहेछ सो हामी चाहिँ फोटोसोटो खिच्नु पर्ला एकदिन जानु पर्ला है हामी चाहिँ अहिले दिदीकोमा आएर चिया खाँदैछ लु खाऊ त चेस गर चेस यहाँ हिँड्दा मजाले यो चिया खान्छ नि त यस्तो हेर्दा पनि खङ लाग्छ नि त वेदरले पनि डिमान्ड गरिरहेछ नि त है यो भाइले गर्दाखेरि यहाँ माथि आएको गाइस म आज त्यसै आएर भिडियो सुट पनि राम्रो भएन के भयो लु गाइस मेरो एकजना सब्सक्राइबर पनि भेट्यो के भन्नुभयो नाम त जिबी नाइस टु मिट यु थ्याङ्क यू यति हुन्छ त्यही हाम्रो लागि इनफ हो नि त अर्को बाइक त्यो बाइक त म हाइवे कुदाउँदिनँ त भाइले त झन्डै पड्कायो स्कुटी है